नमस्ते। ल्यापटपको लागि एउटा चार्जर, फोनको लागि अर्को, फेरि मोनिटरको लागि छुट्टै केबल। यो तारको झन्झालले कति दिक्क लाग्छ है। ल, आज हामी एउटा यस्तो टेक्नोलोजीको बारेमा कुरा गरौँ जसले यो सबै झन्झटलाई एउटै केबलमा समेटिदिन्छ। सोच्नुस् त, चार्जर, मोनिटर, हार्ड ड्राइभ, हरेक डिभाइसको लागि आफ्नै तार। काम गर्ने टेबलभन्दा बढी त तारको गुजुल्टो मात्रै देखिन्छ। तर कल्पना गरौँ त, यदि यो सबैलाई एउटै मात्र एकदमै शक्तिशाली केबलले काम गर्ने बनाउन सक्यो भने कस्तो होला? हो, त्यो समाधानको नाम हो थन्डरबोल्ट। र यो सुन्दा एउटा केबल जस्तो मात्रै लागे पनि यो त्योभन्दा धेरै हो। भनौँ न, यो त हाम्रा डिभाइसहरू एक आपसमा कनेक्ट हुने तरिकालाई नै पुरै बदल्दिने, सरल बनाइदिने एउटा क्रान्ति नै हो। अब अलि सरल भाषामा बुझौँ है। थन्डरबोल्ट भनेको एकदमै फास्ट कनेक्सन हो। यसले हामीले देखिरहेकै USB-C पोर्ट प्रयोग गर्छ, तर त्यही एउटै केबलबाट डेटा, भिडियो अनि पावर सबै कुरा एकैचोटि पठाउन सक्छ। सायद यही कारणले होला आजभोलिका राम्रा ल्यापटप र कम्प्युटरहरूमा यो लगभग स्ट्यान्डर्ड नै भइसक्यो। त्यसो भए केले बनाउँछ त थन्डरबोल्टलाई यति विशेष? खासमा यसका दुईवटा सुपर पावर छन् भन्दा पनि हुन्छ। एउटा त भयो यसको पत्याउनै नसकिने स्पिड, र अर्को त्यही एउटै केबलले अनेकौं काम फत्ते गर्न सक्ने क्षमता। 40 गिगाबिट्स प्रति सेकेन्ड। अब यो कति फास्ट हो भनेर अन्दाज लगाउनुस् है। एउटा सिङ्गो 4K मुभी 30 सेकेन्डभन्दा कम समयमा ट्रान्सफर गर्न सकिन्छ। हो, यही स्पिड नै हो थन्डरबोल्टको पावरको असली रहस्य। ल, स्पिड त भयो, तर यति धेरै स्पिडको खास मतलब के हो त? हाम्रो दिनहुँको काममा यसले के फरक पार्छ, कसरी सजिलो बनाउँछ? एकछिन कल्पना गरौँ त। एउटै केबलले ल्यापटप चार्ज पनि गरिरहेको छ, त्यही केबलले दुईवटा 4K मोनिटरमा भिडियो पनि देखाइरहेको छ, र त्यति नै बेला बाहिरको हार्ड ड्राइभबाट ठुल्ठुला फाइलहरू पनि ट्रान्सफर भइरहेको छ। हो, यही हो थन्डरबोल्टको असली पावर। अब यस्तो गजबको टेक्नोलोजी कसले बनायो होला भन्ने पनि लाग्छ। पक्कै पनि यसको पछाडि कुनै ठूलै कम्पनीको हात हुनुपर्छ, होइन त? र साँच्चै यसलाई कसले बनायो भन्ने थाहा पाएपछि नै यसको विश्वसनीयता अझै बढ्छ। यो थन्डरबोल्ट टेक्नोलोजी चाहिँ इन्टेल र एप्पल मिलेर बनाएका हुन्। सोच्नुस् त, एकातिर प्रोसेसरको बादशाह इन्टेल, अर्कोतिर युजर एक्सपिरियन्समा सबैभन्दा अगाडि रहेको एप्पल। हो, यही दुई ठूला कम्पनीको सहकार्यले गर्दा नै यो यति शक्तिशाली र भरपर्दो बनेको हो। ल, त्यसो भए यो सबै कुराबाट हामीले लिनुपर्ने खास सन्देश के हो त? मेन पोइन्ट के हो? थन्डरबोल्टको मूल मन्त्र नै सिम्प्लिसिटी र पावर हो, अर्थात् सरलता र शक्ति। यसले तारको त्यो सबै गुजुल्टोलाई हटाएर सबै कुरालाई एउटै शक्तिशाली पोर्टमा ल्याइदिन्छ, जसले गर्दा हाम्रो काम गर्ने तरिका नै कति व्यवस्थित र सजिलो हुन्छ। र यसले भविष्यको बारेमा एउटा रमाइलो प्रश्न पनि खडा गर्छ कि हामी साँच्चै एउटा यस्तो समयतिर जाँदैछौँ जहाँ हाम्रा सबै डिभाइसेसहरू, चाहे त्यो फोन होस्, क्यामेरा होस् वा कम्प्युटर, सबै एउटै युनिभर्सल केबलले चल्नेछन्? साँच्चै सोच्नुपर्ने कुरा छ।